नमस्कार सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण राष्ट्रप्रेमी मित्र राष्ट्रवादी मित्रहरूलाई म शुभ प्रभात भन्न चाहन्छु। शुभ बिहानीको साथसाथै नमस्कार भन्न चाहे र आजको यस भिडियो मार्फत मैले केही राजनीतिकमूलक कुराहरू तपाईँहरूको समक्ष पुर्याउने एउटा जमर्को गरेको छु। कृपया अब भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनु होला र प्रतिक्रियाहरू पनि दिनु होला है। बोल्दै जाने क्रममा कुनै शब्दहरू अशुद्ध भएको खण्डमा सुधारिएर सुनिदिनु होला र सुधार्ने मौका दिनु होला भन्ने म आशा राख्दछु। साथीहरू, यो आजको भिडियोको शीर्षक नै के छ भन्नुहुन्छ भने नेपालको राजनीतिको विषयमा केही कुराहरू मैले उत्थान गर्नेछु। राजनीतिकमूलक कुराहरू नै हुनेछ। आजको शीर्षक भनेको राजनीतिमूलक कुराहरू नै हुनेछ। देशमा जनता तपाईँ हामी सबैले थाहा छ, सानाबाट ठुला र बुढा वृद्धहरूसम्मले थाहा छ कि नेपालमा तपाईँको एउटा भ्रष्टाचार मौलिँदै गएको छ। भ्रष्टाचारको एउटा अखण्ड नेपाल बन्यो र आम नागरिकको लागि स्वास्थ्य, सुरक्षा, शिक्षाहरूमा जो आमूल परिवर्तन हुनुपर्ने थियो, नेपाली जनताहरूले जो आमूल परिवर्तनको एउटा अपेक्षा राखेथे त्यो पनि पुरा हुन सकेको छैन। र यसको पछि यिनी कुराहरू यहाँवत आधारभूत कुराहरूको मूल जरा नै के हो भन्नुहुन्छ भने राजनीति। राजनीति पनि कुन प्रकारको राजनीति हुन्छ हाम्रो नेपालमा भन्नुहुन्छ भने जहाँ कि राजनीति एउटा प्रणाली जो छ, जो चुनावी प्रक्रियाबाट जाने एउटा चाहिँ निर्वाचन आयोगको यो प्रणाली छ है। यो प्रणालीमै एउटा चाहिँ प्रश्न चिन्ह खडा भएको कुरो हो र प्रणाली नै ठिक छैन भन्ने जहाँसम्म मलाई लाग्छ र अन्य विज्ञ विश्लेषण गर्ने व्यक्तिहरूले पनि भन्ने कुरा यही नै हो। किन भन्नुहुन्छ भने जो आज यो 2063-64 को पछि जो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा एउटा देश, यो मुलुक चाहिँ प्रवेश गर्यो, त्यस बेला जनताले एउटा राजनीतिज्ञहरू नेताहरूबाट के अपेक्षा राखेथे भन्नुहुन्छ भने नेपाल एउटा समृद्धि नेपाल बन्छ। अब आम नागरिकको जनजीविकामा चाहिँ आमूल परिवर्तन हुन्छ र नेपाली जनतालाई आवश्यक पर्ने दैनिक आधारभूत कुराहरू जो खाद्यान्नदेखि लिएर विभिन्न साग सब्जी र लगाउने कपडाहरू होइन दैनिक उपभोग गरिन्छ जो जनता हामी जनताहरूले, यिनी कुराहरूमा केही सुधार आउला र यिनी कुराहरूमा आमूल परिवर्तन हुन्छ है भन्ने एउटा आशा, एउटा अपेक्षा त्यो नेताहरूबाट राखेको थिए र त्यो पनि सम्भव भएन। जहाँ कि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा प्रवेश गरिसकेपछि अहिले भन्ने जो यो गणतन्त्रवादी नेताहरूले भन्ने आमूल परिवर्तन भएको छ, जनताको चाहिँ जनजीविकासँग चाहिँ धेरै कुराहरू जोडिएका विषय हामीले चाहिँ परिपूर्ति गरेछौँ भन्ने कुराहरू पनि छ होइन। यो चाहिँ एउटा ध्रुव सत्य कुरा होइन कि। किन भन्नुहुन्छ भने जहाँ कि तपाईँको हिजोको पञ्चायती कालमा पनि अथवा बहुदलीय व्यवस्था हुँदाखेरि पनि तपाईँको यो कुराहरू त तपाईँको जनताले भोग्दै आएथे होइन, एउटा झेल्दै आए त ठिकै छ। त्यो कालखण्डमा पञ्चेहरू पञ्चायतमा चाहिँ गर्ने चाहिँ विभिन्न खालका भेदभावहरू, विभिन्न खालका तपाईँको एउटा धनी वर्गलाई गरिब वर्गलाई चाहिँ थिचोमिचो पार्ने, धनी वर्गहरूले चाहिँ शिर उठाएर हिँड्नुहुने, गरिबहरू चाहिँ उनकै पैताला मुनि कुल्चिएर बस्ने अवस्था थियो अरे। त्यो एउटा मानव एउटा पाटोको कुरा हामीले मान्यौँ पनि। र त्यसैको विषयमा होइन र 10 वर्ष जनयुद्ध भनेर भनिन्छन्, 10 वर्ष जनयुद्ध गरेर लिएको गणतन्त्रले के आमूल परिवर्तन तिनीहरूबाट चाहिँ छुटकारा पाएछन् त अहिलेसम्म आम नागरिकले? जहाँसम्म मलाई लाग्छ कि त्यो चाहिँ अहिलेसम्म पनि त्यो आमूल परिवर्तन र जनताले छुटकारा पाएको अवस्था छैन। तर यसको मूल समस्या के हो भन्नुहुन्छ भने हिजो बरु के थियो भन्नुहुन्छ भने तपाईँको राष्ट्रिय पञ्चायत भन्ने एउटा तपाईँको जिल्ला विकास पञ्चायत भन्नेको थियो है। त्यसबाट तपाईँको चाहिँ पञ्चप्रधानहरू चाहिँ तपाईँको चाहिँ मतदान हुन्थ्यो, पञ्चप्रधानहरू चाहिँ प्रधान बन्थे। प्रधान पञ्चहरूले के गर्थे भन्नुहुन्छ भने आएको भत्ता बैठक भत्ता भनेर लिने कुराहरू थियो, तर स्वयं पञ्चप्रधानहरूको तलब यति है भनेर टोकिएर चाहिँ उनीहरू तलब खाँदैनथे कि। तर यसै गरी तपाईँको चाहिँ अहिले विभिन्न गाउँपालिकाको मार्फतबाट तपाईँ विभिन्न वडा कार्य छ, वडा कार्यालयहरू छन् होइन, वडा कार्य
पालिकाहरू छन् भने यसमा बस्ने चाहिँ अध्यक्षहरूको चाहिँ तलब बढी छ, तर त्यसको मुनि रहेर काम गर्ने सदस्यहरूको पनि तलब छ। हेर्नुहोस्, बैठक भत्ताहरू विभिन्न आवतजावतको त भन्ने कुरा त झन् उसको ठाउँको कुरो हुने नै भयो तपाईँको। हेर्नुहोस्, र तपाईँको यसै गरी गाउँपालिका अध्यक्षको कुरा गर्नुहोस्, त्यहाँका रहेका तपाईँको चाहिँ गाउँपालिकाको तपाईँको चाहिँ सम्बन्धित निकायमा बस्नेहरूको तलब भत्ताको कुरा गर्नुहोस्, समन्वय समितिको तलब भत्ताको कुरा आउँछ। हेर्नुहोस्, यसै गरी तपाईँको चाहिँ जुन निकायमा पनि जाँदाखेरि तपाईँको अहिले सेवा सुविधा र कर्मचारीको रूपमा जो जनप्रतिनिधिहरूले चाहिँ तलब भत्ता लिइरहेका छन् तपाईँको, जबकि वो तलब भत्ता ल्याउने सिस्टम चाहिँ तपाईँको यो प्रणालीबाट खारेज हुँदैन, जबकि तपाईँको यो तलब भत्ता लिएर जनप्रतिनिधिहरूले जो जनताको सेवा गर्न गएको, जनताको जनप्रतिनिधि भइसकेपछि त फ्री डेलिभरी फ्री सर्भिस दिनुपर्ने एउटा सिस्टम लागू हुँदैन, तबसम्म यो भ्रष्टाचार तपाईँको नेपालमा कायम नै हुन्छ। हेर्नुहोस्, म यहाँ पनि यतिसम्म पनि भन्न सक्छु कि जो जनताबाट निर्वाचित जनप्रतिनिधिहरू, जो सङ्घीय संसद र तपाईँको प्रदेश संसदहरू छन् नि, उनीहरूले पनि फ्रीमा जनताको सेवा गर्नुपर्छ कि। तलब भत्ता ठिक छ, भत्ता चाहिँ बैठक भत्ताहरू कुनै पनि तपाईँको बैठक भत्ताहरू लिँदा पनि त्यो तलबै टोकेर जो लिने चलन छ त्यसले पूर्ण खारिज गर्ने हो भने भोलिको दिनमा के हुँदो भन्नुहुन्छ, लडामती गरेर चुनावको समयमा निर्वाचनको समयमा करोडौँ पैसा खर्च गरेर कुनै जनप्रतिनिधिहरू पनि त्यहाँ खडा हुन्न थिए। किन भन्नुहुन्छ भने जो व्यक्तिले डेलिभरी फ्री दिन सक्छ, जनताको चाहिँ तपाईँको चाहिँ जनप्रतिनिधि बनेर गइसकेपछि जनताले सर्भिस दिन सक्ने व्यक्ति हुन्थ्यो, त्यही व्यक्ति मात्र त्यस ठाउँमा पुग्थ्यो भने यो भ्रष्टाचार चाहिँ अटोमेटिक कायम हुन जान्छ। किन भन्नुहुन्छ भने भ्रष्टाचारी गर्नको मुख्य जरा नै किन भन्नु, चुनावी प्रचार प्रसारमा गरिएको खर्च, एउटा वडा अध्यक्ष जित्नको लागि 22-25 लाख रुपियाँ खर्च गर्नुपर्छ र के 22-25 लाख रुपियाँ खर्च गरेर तपाईँको आफ्नो बाउको पैसा खर्च गरेर जनताको सेवा गर्न कोही पुग्छ त्यहाँ? सरासर गलतको कुरा हो नि त तपाईँको। यदि तपाईँको जनताको सेवा गर्न आफ्नो बाउको पैसा खर्च गरेर कोही त्यहाँ जाँदैन, हेर्नुहोस्, त्यो पैसा कमाउनै जाने हो। जनप्रतिनिधिहरूले चुनावमा गरिएको खर्च, चुनावमा त कार्यकर्ता हिँडालेको खर्चहरू सम्पूर्ण पैसा कहाँबाट उठाउँदैन भने आएको विकास र गाउँ र क्षेत्रले विकास गर्ने भनेर आएको पैसाहरू, त्यही पैसाहरूबाट तपाईँको उनीहरूले परिपूर्ति गर्छन् र देशमा भ्रष्टाचारको सञ्जाल फैलिएको कारण त्यही हो। वडा कार्यालयबाट लिएर तपाईँको पालिका स्तर, प्रदेश, सम्पूर्ण तपाईँको सङ्घीय संसदसम्म चाहिँ तपाईँको भइरहेको कुरा अहिले यही नै हो। यदि जनताबाट प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्री हुने र कुनै पनि जनताबाट जितेर गएका जनप्रतिनिधिहरूले जनताको फ्री सर्भिस डेलिभरी दिनुपर्ने कुरा हुन्छ। किन उनको चाहिँ तपाईँको तलाबको कुरा हुँदैन, जहाँ कि तलाबको ल्याउने कुरा हुँदैन, तब मात्रै मान्छेहरू तपाईँ खोजेर नै पठाउने कुरा हुन्छ कि ल ठिक छ तपाईँ जाने गइदिनु पर्यो है, जनताको सेवा गर्न गइदिनु पर्यो भन्दा त्यस बेला कुनै पनि उम्मेदवार दिन मान्दैनन्, कुनै पनि जनप्रतिनिधिहरू बन्न मान्दैनन्। जो कि जनताले तपाईँ फ्री सर्भिस फ्री डेलिभरी दिन सक्ने व्यक्ति जो सिस्टम चाहिँ देशमा लागू हुन्छ, त्यस बेला तपाईँको इमान्दारपूर्वक मान्छे म ठिक छ पैसासँग म चाहिँ म पैसाको लागि म त्यहाँ गएको होइन, म मेरो जनताको सेवा गर्नको लागि, जनता र देशको सेवा गर्न लागि गएको, म जनताको चाहिँ आवश्यक आधारभूत कुराहरू पुरा गर्नको लागि म गएको भन्ने व्यक्ति जब हुन्छ तपाईँको, तब मात्र देशमा चाहिँ सुशासन, समृद्धि, भ्रष्टाचारहरू, अन्यता विभिन्न कुराहरू, स्वास्थ्य शिक्षाहरूमा तपाईँको सुधार आउँछ र देशमा भ्रष्टाचार पनि हुन्न, जहाँसम्म मलाई लाग्छ। यही नै हो मित्रहरू। अब धेरै चाहिँ तपाईँको चाहिँ कुराहरू तपाईँहरूले सामाजिक सञ्जालबाट सुनिरहनु भएको छ। एउटा काण्डभन्दा अर्को काण्ड, अर्को काण्डभन्दा एउटा काण्ड निक्लिरहेको छ। काण्डले भरिएको देशमा हामी नेपाली जनताहरू ठिचोमिचो परेर चाहिँ बसिरहेका छौँ। त्यही पनि हामी नेपाली जनताहरूको घमण्ड अहिलेदेखि हटेको छैन कि हामी उही पुरानै तपाईँको अहिले यथास्थितिमा रहेकै दलहरूमा चाहिँ भोट हाल्ने हाम्रो प्रवृत्ति छ। त्यो प्रवृत्ति हाम्रो चाहिँ भावी सन्ततिहरू सुधारले पनि हामीले छाप लगाउने गरी हाम्रो हृदयमा त्यो पार्टीहरू राखिसकेका छौँ। त्यस कारणले गर्दाखेरि अब आउँदो 84मा हामीहरू यसरी मासु भातको पछि लागेर चाहिँ मासु भात र चाहिँ भोज भतेर खुवाउने नेताहरूको पछि लाग्नुहुन्न। किन भन्नु भने एक छाक खाएको मासु र एक बोतल पिएको रक्सी र एक बोरा चामलले गर्दाखेरि हामी 5 वर्षसम्म हामी चाहिँ तपाईँको चाहिँ ठिचोमिचो परेर बस्ने अवस्था हुन्छ। त्यही भएर चाहिँ जुन व्यक्ति सो इच्छाले तपाईँको चाहिँ एक पैसा खर्च नगरिकन निर्वाचनमा आउन चाहन्छ, राम्रो व्यक्तित्व, राम्रो चाहिँ छवि भएको व्यक्ति जो आउन चाहन्छ, त्यस्तो व्यक्तिले हेरेर हामीले मतदान गरौँ, हाम्रोलाई भन्दा राम्रोलाई छानौँ,
जहाँ कि तपाईँको चाहिँ जुनसुकै पार्टी भयो भने जब कि कुनै धनी ठुलो मान्छे रहेछ, ब्याकग्राउन्ड रहेछ, यसको त सम्पत्ति रहेछ भनेर त्यो नेता हामीले नचुनौँ। निम्न गरिब घरबाट गएका व्यक्तिहरू जो निर्वाचनमा आउन चाहन्छन्, जनप्रतिनिधिहरू बन्न चाहन्छन्, त्यस्ता व्यक्तिहरूले अत्याधिक बहुमतले जितायौँ भने अवश्य पनि हाम्रो देशमा आमूल परिवर्तन, जनताको जनजीविकासँग जो अहिले खेलिएको अवस्था छ यसको अन्त्य अवश्य पनि हुन्छ भन्ने म पूर्ण आशा राख्दछु। हवस् त, नमस्ते। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला है, अन्यथा नलिनु होला। बोल्दै गर्ने समयमा केही शब्दले अन्य विपक्षी दर्शन